नमस्कार सम्पूर्णमा म गणेश पराजुली हल्दीबारी गोल्लाब झापाबाट यहाँहरूलाई आज हाम्रो घाँस खेतीको अवलोकन गराउन म गइरहेको छु। यो चाहिँ मखन घाँस हो। यसको अर्को नाम राई घाँस पनि हिउँदे घाँसमा पर्छ। यो अत्यन्तै धेरै पोसिलो र उत्पादन पनि अत्यन्तै धेरै हुने भएकोले हिउँदमा चाहिँ हरियो घाँसको परिपूर्ति गर्नको लागि यो घाँस लगाउन सकिन्छ। त्यसैगरी देख्न सक्नुहुनेछ यो हाम्रो परपट्टिबाट हाम्रो सुपर नेपियर र राई घाँस छ, यहाँहरूले देख्न सक्नुहुन्छ। अब हामी त्यसैगरी यतापट्टि जाँदैछौँ, हाम्रो घाँस खेती यहाँहरूलाई देखाउँदैछौँ। पशुपालनमा उत्पादन लागत कम गर्न सकियो भने मात्रै टिक्न सकिने रहेछ भन्ने हामीले विगत 15 वर्षदेखिको कामको आधारमा निष्कर्ष निकालेका छौँ। र यतापट्टि हाम्रो काट्न ठिक्क भइसकेको नेपियर छ। यो अवस्थाको नेपियर 60 सेन्टिमिटरसम्मको नेपियर खुवायो भने चाहिँ एकदमै राम्रो प्रोटिन मिल्छ र दुध दिने दुधारू पशुहरूले पनि दुध उत्पादन राम्रो बढाउँछन्। त्यसैगरी उतापट्टि देख्न सक्नुहुन्छ, त्यो चाहिँ हामीले भर्खरै काटेको थियौँ र हाम्रो घाँस खेती चाहिँ करिब 2-2.5 बिघा जतिमा छ। यो देख्नुभएको चाहिँ मखन घाँसे हो र यहाँ चाहिँ अहिले हामी सुपर नेपियर को घाँस खेतीको प्लटमा जाँदैछौँ र यहाँहरूले जुन यो सुपारी जस्तो साइडमा देखिराख्नु भएको छ सानो सानो बिरुवा, यो चाहिँ फोक्सटेल पाम हो। यो चाहिँ सिन प्लान्ट हो। हामीले यो खेतलाई एउटा सुन्दर बनाउनको लागि रोपेको थियौँ। यो म्याक्सिमम हामीसँग चाहिँ सुपर नेपियर घाँस छ। यो अत्यन्तै पोसिलो घाँस हामीले आदरणीय दाइ सुदीप गौतमसँग आजभन्दा करिब 9-10 वर्ष अगाडि लिएका थियौँ। उहाँले हामीलाई उपहार स्वरूप यो घाँस दिनुभएको थियो र अत्यन्तै पोसिलो छ यो घाँस, यहाँहरूले देख्न सक्नुहुन्छ। हामी चाहिँ निरन्तर रूपमा हाम्रो घाँस खेती अवलोकन गराइरहेको छौँ यहाँहरूलाई। अहिले हामी आएको चाहिँ यता परपट्टिबाट हो, जुन यहाँ हाम्रो फार्म देखिराख्नु भएको छ, जुन चाहिँ हाम्रो पोल्ट्री फार्म हो। उतापट्टि हाम्रो गाई र बाख्राको छ। यहाँ पनि देख्न सक्नुहुन्छ सुपर नेपियर घाँस। यतापट्टि चाहिँ हामीले भर्खरै सुपर नेपियर थप विस्तार गरेका छौँ र यहाँ त्यसै गरी फेरि पनि मखन घाँस छ। यो चाहिँ हामीले अहिले 1 हप्ता अगाडि भर्खरै थप घाँस विस्तार गरेको सुपर नेपियरको। यतापट्टि देख्न सक्नुहुन्छ, यो चाहिँ सुडान घाँस सिजनल बर्खे घाँस हो। यो पनि हामीले यहाँ छरिसकेका छौँ, मजाले उम्रिँदैछ। त्यसै गरी यहाँ चाहिँ हामीले कोसे घाँस भटमासे र सुपर नेपियर मिक्स गरेर रोपेको छौँ। घाँस खेती भर्सक सकेसम्म चाहिँ कोसे र अकोसे गरेर पशुहरूलाई पनि कोसे अकोसे दुइटै घाँस खुवाउन सकियो भने अझै राम्रो हुन्छ। र यहाँदेखि सुरु भएको घाँस चाहिँ यो हाम्रो पूर्वपट्टिको जग्गा हो। अब यसरी हाम्रो चाहिँ घाँस खेती रहेको छ वरिपरि। यहाँको सुपर नेपियर चाहिँ हामीले भर्खरै हिजो मात्रै काटिसकेको छौँ, उतापट्टि पलाउँदै गरेको भने यो थोरै लामो भएको चाहिँ 4 दिन अगाडि काटेको हो। हाम्रो फार्मको वरिपरि चाहिँ घाँस खेती यसरी रहेको छ, सिजनल सँगसँगै बहुवर्षे घाँसहरू। यहाँहरू पनि पशुपालनमा लाग्न चाहनुहुन्छ भने घाँसमा आधारित रहेर उत्पादन लागत कम गरेर उच्च नस्लका पशुहरूको नस्ल सुधार गरेर अथवा खरिद गरेर गर्न सक्नुहुन्छ। थप जानकारीको लागि इनबक्समा जोडिन सक्नुहुन्छ। धन्यवाद। जय कृषि।